के कराउँछ त यो भोइस सुनिन्छ क्या। हेलो साथीहरू सबैजना नमस्ते। नमस्ते मेरो तर्फबाट सबैजनालाई। म चाहिँ मुम्बई गएको थिएँ घुम्नको लागि मेरो फुपूको घर। अनि त्यसपछि त्यहाँबाट चाहिँ म आज फर्केँ किनकि मेरो आन्टीको पनि बिहे थियो, त्यो अटेन्ड पनि गर्नु थियो। अनि आज बिहे पनि भ्याइयो। अनि म आउनु बित्तिकै चाहिँ मैले ब्यागहरू के ल्याइदिएँ मम्मीलाई, त्यो खोल्न पाएको थिएन। अनि त्यो चाहिँ अब अहिले खोल्छौँ। अनि मम्मीले केही नल्याइदियो भने चाहिँ त्यही पनि अब माया हुन्छ नि, अब उताबाट पनि पठाइदिएछ मैले पनि ल्याएको छु। के ल्याएको छ त्यो म हजुरहरूलाई देखाउँछु गाइज। एक्साइटेड भइसक्नुहुन्छ के ल्याएको छु। बाबा यति भारी हो गाइज। यो ब्यागको पुरै हो क्या, यो ब्यागको पुरै ल्याएर आएको मैले। छोड्छ यो चाहिँ मेरो साथीको लागि हो सर। यो नदेखाऊँ मैले ल्याएको भने चाहिँ एउटा काँटा अघि लगिसक्छ है मम्मीले। मैले अघि यताउति गर्ने बेलामा गरेको के ल्याएको मैले यो काँटाहरू ल्याएको छु। अनि मम्मीले लगिसक्छ। यो भयो साथीहरू, यो चाहिँ ब्रस के हामीले त्यो फेस प्याकहरू बनाउँछौँ, मम्मी पनि बनाइराख्छ हातले लगाइसिन्छ, त्यही भएर मैले मम्मीलाई ल्याइदिएको। यो हजुरको फर्स्ट। अनि त्यसपछि राम्रो छ। यो चाहिँ राम्रो लाग्यो। ठिकै लाग्यो। त्यो ठिकै राम्रो छ। यो चाहिँ साथीहरू क्रिम हो क्या। अनि यो चाहिँ अब बाँडिदिनु पर्ला। के हो यो? क्रिमहरू क्या, के चापिहाल्ने के स्कुटीको उसमा सबै जे हाल्ने हुन्छ क्या। बिच्छी सिच्छी गणेश जस्तो यो हो क्या गणेशको। यो भइहाल्यो। यो चाहिँ किसमिस हो, मेरो प्यारो फुपूले सबैजनालाई ठ्याक्क बिहान भिजाएर सबैलाई खाने भनेर पठाइदिइसक्यो हो। मैले धेरै खर्च केही पनि गरेन, सबै उताबाट नै आएको हो। अलिअलि थ्याङ्क यू यो धेरै माया गरेर पठाइदिएकोमा मेरो अङ्कल आन्टीलाई धेरै मिस गरेको छु है। यो चाहिँ मैले नर्मल खाने भनेर किनेको थिएँ, चाउचाउहरू हो। यो चाहिँ बहिनीहरूलाई अनि उयोहरूलाई हो। यो चाहिँ त्यो आजले सोधिरहेको थियो त के ल्याइदिन्छ भनेर। यो चाहिँ ड्याडीलाई हो, मम्मीको हस्बेन्डलाई। भिडियो सुस्सेछ। मैले ड्याडीको अगाडि नै भिडियो बनाउनु भनेको, ड्याडीलाई फेरि त्यस्तो मन पर्दैन होइन झ्याउ मान्छिन्छ कि, त्यही भएर साथीहरू त्यही हो। यो अहिले पछि दिन्छु भित्र गएरै हेर्छु नि कस्तो छ। के हो घडी? घडी हो। बहिनीले पठाइदिएको गिफ्ट दामी छ कि साथीहरू। यसको चाहिँ बिल सहितको छ, यति महँगो परेको 6000 परेको। अनि त्यसपछि आइसी 6000। त्यो माया गरेर पठाइदिएछ यहाँ लाउने भन्छ, ड्याडीलाई फेरि के पनि नल्याएर आउने भन्छ थियो। अनि त्यसपछि त्यही पनि ल्याएर आउने भनेर साथीहरू। यो चाहिँ बहिनीहरूलाई हो, चक्लेटहरू कुकिजहरू हो। यो अरू के छ पकाउँछ है यहाँ। अनि स्पेसल ड्याडीले मगाएको चिज चाहिँ चम्चा हो कि, यति भारी चाहिँ ठुल्ठुलो सुप खाने चम्चाहरू। हेर्छु यहाँ मम्मीले नि अघि नै देखा त कस्तो ल्याएछस् भनिरहेको थियो, तर मैले देखाएको थिएन। ल हेर्छु अर्को हो क्या गर्नु यस्तै होला भनेको। यस्तै हो भनेको। यो चाहिँ पार्सल हो, यो उता बर्दिया दिने चाहिँ। यो चाहिँ यसमा चाहिँ के छ दालमुटहरू के छ। यो चाहिँ अर्को ठाउँ दिने क्या। अनि एउटा मेन स्पेसल गिफ्ट छ कि मम्मीको, त्यो चाहिँ म लास्टमा देखाउँछु है साथीहरू। स्पेसल मम्मीलाई एकदम मनपर्ने, मम्मीले चाहेको गिफ्ट। यो चाहिँ इमिलीहरू हो साथीहरू। अनि यस्तो यो डब्बाहरू ल्याएको कि त्यसको भयो यो रसभरीको के किनेर ल्याएको। यताउति खाला साथीहरूलाई। अनि त्यसपछि यताउति बाँड्नु भनेको
अब गएपछि केही न केही त ल्याउनु पर्यो नि त। भाइ बहिनीहरूलाई हो साथीहरू चक्लेट बालमुट चाहिँ मेरो आन्टीले मगाएको थियो अनि आन्टीलाई दिने चाहिँ मेरो पर्व आन्टीको लागि। यो चाहिँ भट्ट यहीँ पाइन्थ्यो। यो चाहिँ हाम्रो पसलमा पनि छ तर त्यही पनि अब उतादेखि मायाले पठाइदिएको मेरो प्यारो काइले फुपू त हो नि। मेरो काइले फुपू उता मुम्बई हो क्या उहाँको घर। अनि आन्टीको बिहे थियो तर म आज बिहान भर्खरै कति 2 बजी गाडीले छोड्यो त्यही भएर मम्मीले लगाउनै पाइसेन। यो पनि पठाइदिएको त्यो माया गरेर बिचरा। यो बिहा गइसक्यो अब कहिले लगाउने? अब तिजमा लगाउने। अर्को चाहिँ यो मैले आफूले सोचेर मम्मीले घरमा कपडा थियो त्यही कपडाको बनाइसक्यो क्या मम्मीले। अनि त्यही भएर मैले चाहिँ यो किन्न गएको त्यो किन्ने त्यो भैयाले पनि के भनेको तपाईँ होटलमा काम गर्नुहुन्छ भनेको के खै किन सोध्यो मलाई। होइन म नेपाल लग्ने भने मम्मीको लागि। कस्तो मान्छे एकदम दामी छ। मस्तले यहाँ खानेकुराहरू राख्ने खाँदै पकाउँदै गर्ने। यो चाहिँ राम्रो मान्छे ठ्याक्क यो धोए पनि गइहाल्छ क्या हो कि राम्रो छ। अझै अरू छ अहिले फेरि देखाउँछ स्पेसल गिफ्ट। यति धेरै सक्सहरू ल्याएको छ साथीहरू। यति सक्सहरू क्या कलेज जाँदाखेरि पनि हुन्छ। अनि मेरो कान्छी फुपूको बुढाको लागि र मेरो ड्याडीको लागि हो है यो सक्सहरू। अनि लास्ट गिफ्ट यो हेयर ड्रायर र स्ट्रेटर मम्मीलाई यस्तो चाहिरहेको थियो क्या। अनि मैले मम्मीलाई गिफ्ट दिने सोचेँ नि त्यही भएर खुसी भइसक्छ। ठिकै छु छोरी धन्यवाद। खोलेर हेर्छ नि त खै कस्तो रहेछ र। दुइटै यसैमा छ। दुइटै यसैमा छ। यो चाहिँ वारेन्टी हो। अब उता इन्डियाको के काम है के भन्दा थियो हेर्दै गर्छु नि हजुर। के भन्दै थियो अनि तपाईँको बिग्रियो भने जहाँ भन्छु त्यहीँ आउँछु भनेको थियो क्या। अनि म यो नेपाल आउनुहुन्छ भने मैले जहाँ आउँछु त्यहीँ आएर बनाइदिन्छु भनेको थियो क्या। यो स्ट्रेटर हो यो एकदम राम्रो होला कि लिमिटेड पिस मात्रै पाउँछ कि साथीहरू यो। अनि ठ्याक्क यो छ त यसलाई यस्तो तल गरेर चाहिँ बल्ल यस्तरी खुल्छ। के गरेछ त यसलाई तल गरेछ नि तल जान्छ यसलाई मस्त। मम्मी क्या बिहा पार्टीमा जानु पऱ्यो भने टक्क यस्तो म गइराख्छु नि यो एकछिनमा तातेर एकैछिनमा स्वार जान्छ। हामीले त्यही पसलमा ट्राई गरेको थियौँ कि यो पनि ट्राई गरेको। बिहा पार्टीमा धेरै जान्छ गइसक्छु मम्मी पार्लर सालर जानु पर्दैन। जहिले बिहाको बेलामा पार्लर गएर कपाल तान्सिन्थ्यो क्या। अनि कति बिग्रिरहेको थियो। अब ठ्याक्क अगाडितिरको चाहिँ बहुत छिटो बिग्रिन्छ नि त। अनि त्यही भएर अब घरमै बनाइदिन्छ म पनि बनाइदिइहाल्छु। मेरो लागि पनि भइहाल्छ त्यही पनि। अनि यो हेयर ड्राई चाहिँ अब हाम्रो यता पुसमा मङ्सिरमा के अरे घामै लाग्दैन क्या। अनि कपाल सुकाउनुपर्छ मम्मीको टाउको दुख्छ क्या अनि चिसो घुस्छ। यो नर्मल अनि बेसेमारीको तातो बडी हिट राम्रो छ। सन्दा हजुरले यहाँबाट बेस्ट कुन लाग्यो? मलाई आवश्यकता यही थियो जाडो दिनमा कपाल सुकाउनलाई। कहिले कसो पार्लर जानु ठ्याक्क स्ट्रेट जानुलाई। त्यही हो साथीहरू मैले सबै अनबक्सिङ गरेर देखाएँ। अब ड्याडीलाई चाहिँ त्यो म अब घडी दिन्छु। उहाँ ड्याडीको रियाक्सन चाहिँ अब कस्तो हुन्छ। लेट्स सी गाइस।